नमस्ते, मेरो नाम मदन गुरुङ। म नेपाल काठमाडौँबाट हुँ। मेरो मिसेस आशा गुरुङको रेक्टल क्यान्सरको प्रब्लम भएर म चाहिँ इन्डिया आएको थिएँ। इन्डिया आउनु चाहिँ म चाहिँ सामाजिक सञ्जालमा एउटा टुरिज्म कम्पनी रहेछ मेडिगो केयर भन्ने, उहाँको मेडिगो केयरको फाउन्डर हुनुहुन्छ कुलदीप छेत्रीज्यू। कुलदीप छेत्रीज्यूलाई कन्ट्याक्ट गरेँ मैले। अब उहाँहरूको मार्फत हामी गुरुगाउँको गुरुग्राम हरियाणाको फोर्टिस हस्पिटलमा डक्टरहरूसँग कन्ट्याक्ट भयो। उहाँ डक्टर हुनुहुन्छ विनय सामुल गाडकर, डाक्टर ज्योति भट्ट, त्यसै गरी डाक्टर नावेदाहरू। हामी फोर्टिसमा आएर चाहिँ हामीले गर्नुपर्ने पुरै स्क्यानहरू डक्टरको सल्लाहअनुसार गरियो। अनि चाहिँ उहाँहरूकै सल्लाहले हामीले रेक्टल क्यान्सरको चाहिँ रोबोटिक अपरेसन गऱ्यो भने हामीले त्यो हाम्रो क्यान्सर चाहिँ हाम्रो लिभरमा पनि फैलेको भएर लिभरको पनि के अरे अपरेसन सफलतापूर्वक गरियो। त्यो अपरेसन एकदमै राम्रो भयो, सफलतापूर्वक भयो। त्यसको लागि चाहिँ म उहाँको डक्टरहरूलाई धेरै धेरै धन्यवाद दिन्छु, स्पेसली हाम्रो डाक्टर विनय, डाक्टर ज्योति भट्ट, डाक्टर नावेद अनि जति पनि स्टाफहरू सर्जिकल मेरो श्रीमतीको अपरेसनमा इन्भल्भ हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो गो केयर कम्पनीका हाम्रो भाइ कुलदीप सर, हाम्रो भाइ विजय, भाइ सन्तोषलाई मुरी धन्यवाद। हामी अहिले एकदमै स्वास्थ्य छौँ, स्वास्थ्य लाभ लिइरहेका छौँ। अब तपाईँहरूलाई पनि कुनै समस्या छ, क्यान्सर होस् या कुनै पनि समस्या छ भने चाहिँ हाम्रो टुरिज्म कम्पनी मेडिगो केयरलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा सजिलै पाउनु, टिकटकमा, सामाजिक सञ्जालमा, युट्युबमा, जहाँ पनि तपाईँले भेट्न सक्नुहुन्छ। उहाँलाई कन्ट्याक्ट गरेर फोर्टिस हस्पिटल आएर तपाईँको उपचार गर्नुहोस्। 100% नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ, हामीलाई त्यस्तो फिलिङ भएछ। तपाईँहरूलाई पनि त्यस्तो समस्या छ भने प्लिज मेडिगो केयरलाई कन्ट्याक्ट गर्नुहोस्। उहाँहरूको मार्फत चाहिँ फोर्टिस हस्पिटल आएर आफ्नो उपचार गराउनुहोस्, स्वास्थ्य रहनु। किनकि स्वास्थ्य नै जीवनको सबभन्दा ठुलो कुरा हो, पैसा म्याटर गर्दैन। त्यसै भएर म तपाईँहरूलाई पनि यही सुझाव दिन्छु, तपाईँहरू कुनै रोगसँग ग्रस्त छ, एकदमै गाह्रो भइरहेछ भने प्लिज आएर चाहिँ टाइममै उपचार गर्नु भन्ने म सल्लाह दिन चाहन्छु। सबैलाई धन्यवाद।